हेलो साथीहरु, म चाहिँ अब टक्क ससुराल जान लागेको छु। तपाईलाई देखिहाल्नु भयो भारीसरी हैन, कसिसकेको छु। यहाँ बोरामा पार्सल छ काठमाडौँबाट पठाएको। टक्क म चाहिँ ससुराली मेरो पुङपुङ हो। ल हेर्नु होला है गाइस, अब चाहिँ गएर त्यहाँको मान्छेहरूलाई म सर्ट देखाउँछु हैन। कस्तो लाग्छ भिडियोलाई लाइक शेयर सब्स्क्राइब चाहिँ गर्नु होला त गाइस। बिचारा यस्तो छ सौजन्यको यो ल्याउ न छिटो यता ल्याउ न। ए बहिनी दुःखले चलाइराखेको थिएछु यी पुरानै भनेर हैन, कुचेर भनेर फ्यालेर माया गरेर बिचारा अर्को नयाँ फोन पाएपछि त हैन अब कति खुसी छे। त्यही पनि कतातिर यो भुइँतिर फाल्दियौ गोडामै यसो यो फाल्दैन भने चाहिँ फालिदिन्छ नि म। के हो यो कता के हो दुःख सुख यसो फोन सोन उठाउनु चाहिँ हुन्छ होला सायद। यो मान्छेले यस्तो थोत्रे फोन बिचारा चलाइराख्यो हैन। सौजना योङहाङ ल के अरे तिमी कति दुःखले चलाइरहेको थियौ है। फेसबुक पनि छैन, मेसेन्जर पनि छैन, टिकटक पनि हेर्नु पाउँदैनन्। यो ह्याङ भएको बकै छ हैन। नयाँ फोन चार्जमा अघि हालिसके यहाँ हेर गाइस। अघि कति माया गरेर भाइ। ल चिया दिन लागेको छ मलाई। ल धन्यवाद। ल है चिया पकाउनु लागेको छ है बहिनीले। झिजा झिलाउँदै छिटो बनाउनु चिया। ओ हिरोलाई यता राखिरहेछन्, आमा चाहिँ यता चिया पकाउँदैछिन्। ल है गाइस, जङ्गलमा घाँस काट्नु जानु भएको थियो अरे, खै घाँस ल्याएको देखिएन। ल्याउनु भएको हो कि होइन? ल्याउनु भएको त्यहाँ हेर्नु जान्छु नि म। गाई कटेरमा म 2-3 चोटि गएँ, छैन। के हो पारा? ल चिया आइसकेको छ। के चाहिँ हुन्छ त दैलेनीले? दैलेनी ल पूजा योङहाङले चाहिँ दिइसक्नु भयो मलाई चिया। ठिकै छ, केही छैन। धैला मैला भयो भने मन सफा हुनु पर्यो कि। मान्छेको कपडा सफा, कपडा फोहोर भएर चाहिँ अनि मान्छेको मन चाहिँ फोहोर भयो भने के हुन्छ? ठिक ल है चिया खाइसकेको छु है।